हेलो गाइस, आज चाहिँ हामी पानीपुरी खानु गइरहेको छौँ। अनि यहाँनिर पाक्दैछ आलु, यहाँनिर फ्राई हुनेछ पुरी। अनि हाम्रो बहिनी पूर्णिमाले पनि यहाँ कटिङहरू गर्नुहुँदैछ। अनि हामी बात मार्दै यहाँनिर काम गर्दैछौँ र हाम्रो बहिनी चाहिँ सुतिरहेको छ। मेरो तेल चाहिँ बेसी खर्रेछ, अनि त्यही कारणले गर्दाखेरि फर्स्ट पुरी फ्राई गर्दा चाहिँ एकदमै डढेर कालो भएको थियो, तर अरू पुरीहरू चाहिँ एकदम राम्रैसँगले फ्राई भएको छ। अनि यहाँनिर आलु पनि हामीले म्यास गरेर रेडी गऱ्यौँ, आलु पानी। अनि हाम्रो पानी चाहिँ एकदम टेस्टी अमिलो अनि टेस्टी भएको थियो। अनि पहिलो बाइट चाहिँ हाम्रो बहिनी पूर्णिमाले लिनुहुँदैछ, अनि उहाँले खाएर हामीलाई भन्नुहुँदैछ एकदमै टेस्टी भएको थियो भनेर। अनि सेकेन्ड बाइट मैले पनि लिएँ, अनि मलाई पनि हामीले घरमा बनाएको पानीपुरी एकदमै मिठो लाग्यो। अनि तपाईँले पनि यसरी बनाएर खानु सक्नुहुन्छ। र हाम्रो नानी क्यारेनले पनि यहाँनिर इन्जोय गरिरहेको छ पुरी मात्रै। अनि यस गाइस, मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला।